यसमा टिकटक खोलेर हेर्न थाल्नुभयो भने रातमा 12-1 बजेसम्म पनि निद्रा नलागेको हुन्छ होइन। अर्को खोलौँ अर्को खोलौँ अर्को खोलौँ अर्को खोलौँ भइरहेको हुन्छ। जब किताब पढ्न थाल्नुहुन्छ के हुन्छ? किताब पढ्न थाल्यो भने त 9 बजे किताब समात्यो भने त 9 बजेर 10 मिनटमा त आँखा झ्याप्प 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 हुन्छ, सुतौँ सुतौँ हुन्छ। किन त्यस्तो हुन्छ त भन्दाखेरि इन्ट्रेस्ट क्रिएट नभएर हो। त्यस कारणले तपाईँले जे गर्दै हुनुहुन्छ त्यसमा इन्ट्रेस्ट क्रिएट गर्नुहोस् र कस्तो प्रकारको भिडियो स्क्रोल गरेर तपाईँले युट्युबमा हेर्नुहुन्छ, टिकटकमा हेर्नुहुन्छ या फेसबुकको रिलमा हेर्नुहुन्छ, त्यसले तपाईँको माइन्डसेट डेभलप गर्नलाई सहयोग गरिरहेको हुन्छ। त्यस कारणले हिजो मान्छे सङ्गतले बिग्रिन्छ भनेर भन्थे नि, सङ्गत गुनाको पारङ्गति भन्थे, आजको डेटमा यो मोबाइल डिभाइस गुनाको पारङ्गति हुन्छ। तपाईँले हिजोको सङ्गत आज मान्छे यो डिजिटल जमानामा यहाँ आइसकेको छ। प्लिज म युथहरूलाई के भन्छु त भन्दा तपाईँले हेर्ने भिडियोहरू आजको डेटमा त्यो चाहिने नचाहिने भन्दा सार्क ट्याङ्कको चलिरहेको छ त्यो हेर्नुहोस् न अहिले होइन। सार्क ट्याङ्कको भिडियोहरू हेर्नुहोस्, त्यहाँ आइडिया देखिन्छ, त्यहाँ प्रोसेस देखिन्छ, त्यहाँ मोटिभेसन देखिन्छ होइन। चाहिने नचाहिने गाली गरेर बसिरहेको मान्छेहरूको, धुमधाम गरेको मान्छेहरूको मिलियन्स अफ भ्युज भएको भिडियोहरू नहेरिदिनुहोस्। तपाईँले त्यस्तो प्रकारको चिजहरू स्क्रोल गरेर हेर्नुहोस् जसले तपाईँलाई इकोनोमीको बारेमा भन्न सकोस्, जसले तपाईँलाई अपर्च्युनिटीको बारेमा भन्न सकोस्, जसले तपाईँलाई राम्रो गर्न सकोस्। र तपाईँको फाइनेन्सियल लिटरेसी चाहिँ राम्रो हुनुपर्छ। र साँच्चीकै इमान्दारितापूर्वक नेपालमा काम गर्ने हो भने उद्यमी व्यवसाय पनि कोही मान्छे डुब्दैन। तपाईँको फाइनेन्सियल म्यानेजमेन्ट र फाइनेन्सियल क्यास फ्लो म्यानेजमेन्ट चाहिँ राम्रो हुनुपर्छ। यति गरेर जानुभयो भने नेपालमा अथाह सम्भावना छ। कसैले सम्भावना छैन भन्छ भने म त्यसलाई विश्वास गर्दिनँ, किन भन्दा मैले सम्भावना प्राप्त गरेको छु र अझ बढी सम्भावना देखिरहेको छु। त्यस कारणले म त तपाईँहरूलाई के भन्छु त भन्दा सम्भावना खोज्नुहोस्, सम्भावनामा फोकस गर्नुहोस्, आफ्नो कोर स्ट्रेन्थलाई त्यसमा डाइरेक्ट गर्नुहोस्। तपाईँले सोचेको, तपाईँले चाहेको उद्देश्य प्राप्त गर्नुहुन्छ।